पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ सरले चाहिँ प्रधानमन्त्री जहाँ पनि जान मिल्छ भन्दै हुनुहुन्छ। पहिला यो भिडियो हेर्नुहोस्। प्रधानमन्त्री जहाँ पनि जान, यो देशभित्र जहाँ पनि प्रधानमन्त्री जान सक्नुहुन्छ नि, होइन? यो देशभित्र बााउन्ड्रीभित्र प्रधानमन्त्री कसैको चाहिँ कसैलाई नसोधिकन जान सक्नुहुन्छ। प्रधानमन्त्री पनि आफ्नो पर्सनल भिजिटमा जान सक्नुहुन्छ, सबै गर्न सक्नुहुन्छ। उहाँले कुन हिसाबले भिजिट गर्नुभएको छ उहाँलाई नै सोध्नु होला। र होइन, मैले यो हाम्रो पार्टीको कुनै धारणा छैन। एउटा संसदमा पनि छैन, संसदमा बोल्न पनि हामीलाई हाम्रो प्रतिनिधि नभएको हुनाले सडकबाट बोल्छौँ, सडकबाट यो इस्युलाई लिएर हिँड्छौँ भने। अब 2 सरकार आएको छ, अब नीति नियम कानुन सबै परिवर्तन गर्न सकिन्छ। उहाँहरूले गर्नुहोस्, अब केहीले रोक्दैन उहाँहरूलाई। अब विकास निर्माणलाई द्रुत गति बढाउनलाई उहाँले गर्नु पर्यो। यो विकास दशक घोषणा गरेर जानुपर्छ भने त हामीले भनेकै छौँ। अब कुनै पनि नीति नियमले रोक्दैन। नीति नियम बाधक छ भने उहाँले परिवर्तन गर्नु, बाधक छ परिवर्तन गर्नु पर्यो, ऐन चेन्ज गर्नु पर्यो। अनि नियम जङ्गलको विषयको कुलमान घिसिङ सरको यो अभिव्यक्ति तपाईँहरूलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै कमेन्ट बक्समा कमेन्ट गर्न र सबैको सम्पूर्णको लागि एक सेयर गर्न चाहिँ नबिर्सनु होला। हाई त।